के तपाईहरुलाई थाहा छ वर्तमान समयमा जुन पिज्जालाई चाहिँ धनीहरुको एकदमै फेभरेट फुड मानिन्छ त्यो चाहिँ पहिला गरिबहरुले खाने खाना थियो। यसको सुरुवात चाहिँ 1800 शताब्दीमा चाहिँ इटालीको नेपल शहरबाट भएको हो। यसको सुरुवाती समयमा चाहिँ यसमा रोटी, चीज र त्यसमा केही टमाटरहरु हालेर खाने गर्थ्यो र त्यहाँको त्यो सामग्रीहरु चाहिँ त्यहाँ सजिलै पाउने गर्थ्यो र गरिबहरुले यसलाई रुचाएर खान्थ्यो। र बादमा 1889 मा चाहिँ त्यहाँ के भयो भन्दाखेरि रानी मार्गरेटा र उम्बाटो भन्ने राजा चाहिँ त्यहाँ आउनेवाला थियो र त्यहाँ चाहिँ गरिबहरुको एउटा फंक्सनमा आउनेवाला थियो। त्यहाँ चाहिँ तिनीहरूले के बनाऊं भनेर चाहिँ बनाउँदाखेरि चाहिँ त्यही पिज्जामा चाहिँ चीज, बेसिलको पत्ता, टमाटरहरु हालेर मज्जाले बनाएर चाहिँ त्यो रानीलाई पेश गर्यो र त्यो रानी त्यो खाएर एकदमै खुसी भयो। त्यहाँदेखिको उता चाहिँ पिज्जाको लोकप्रियता चाहिँ एकदमै बढेर गयो र भनिन्छ नि समय चाहिँ यस्तो बलवान हुन्छ अरे कि कोइला जो छ नि कोइलालाई पनि हिरामा परिणत गर्न सक्छ अरे।